हेलो हजुरहरू, के छ हालखबर? म चाहिँ आज गणेश पार्कमा छु। अस्ति पटक आएको बेला फुल फुलेको थिएन। आज चाहिँ कस्तो राम्रो फुल फुलेको छ। यो सिजन चाहिँ आज चाहिँ ठ्याक्कै चैत्रको 11 गते यस्तो राम्रो फुल फुलेको छ। कस्तो राम्रो फुल फुलेको छ। तपाईँले यदि घुम्न आउन मन छ भने, फ्रेस हुन मन छ भने यति बेला आउँदा ठिक हुन्छ। हेर्नु त कति दामी फुल फुलेको छ। जता पनि के अलिक गर्मी छ, हावा त चलेको छ। कस्तो राम्रो फुल फुलेको छ। फुल फुलेको बेला यहाँ परेवामा पनि पानी यस्तो राम्रो छ। हेर्नुहोस् कस्तो दामी छ। परेवा माथि छ, तल के छ कस्तो लाग्दैछ? रमाइलो भएको छैन? रमाइलो त खेलिहाल्छ पऱ्यो। चिज भएको है क्या खेलेर के गरेछ अरे? चिसो भएर खेलिहाल्छ क्या आइन पानी छ पुरा त। चिसो भएर परेवाले छेर्यो अरे। माथि परेर तल पानी कस्तो दामी छ यार। मने हर हुने खालको वातावरण छ यहाँ यति बेला। तपाईँहरूलाई पनि आउन मन छ भने आउनु ल गणेश पार्कमा घुम्न। के भइरहेको रहेछ आजभोलि नयाँ देखाउँदैछु है। तपाईँहरूले कन्टिन्यू गरेर हेर्दै गर्नु।